वेलकम ब्याक टु माई एनदर न्यू ब्लग। अहिले चाहिँ हामी हरिद्वारको गङ्गा आरती हेर्न हिँडेको होइन त। यहाँ हामी जाने मन भएका जान आँटेको छौँ होइन। हरिद्वारको आरती हेर्न जाने तयारी भइरहेको छ है त लु जाउँ। आमा त जानुहुन्न होला है। हेर्न जाँदैछौँ साँझमा, साह्रै रमाइलो हुन्छ। हरिद्वारको गङ्गामा बिहान स्नान गरेको ठाउँमा आएर हेर्न जाँदैछौँ। दिउँसो हामी मनसा देवीको दर्शन गरेर आयौँ। हामी 11जना चाहिँ पैदल हिँडेर गयौँ, 17जना चाहिँ केबल कारबाट जानुभयो। साह्रै रमाइलो भयो पैदल हिँड्दा। लास्ट डे। हाई एभ्रिवान, हामी चाहिँ अहिले हरिद्वारमा छौँ। अब चाहिँ हामी यहाँदेखि ऋषिकेश निस्किनलाई यहाँ सब रेडी भइसकेको छौँ र आज चाहिँ हाम्रो इन्डियाको लास्ट डे छ। अनि अब आज भरे चाहिँ हामी दिल्ली जान्छौँ र दिल्लीदेखि भरे राति दिल्ली जान्छौँ। दिल्लीमा घुम्न पाउँदैनौँ, दिल्लीदेखिको चाहिँ हाम्रो टिकट छ। अनि दिल्ली पनि घुम्ने सोचेको थियो तर मिलेन योपालि होइन। अब ठिकै छ, अर्को पालि भयो भने आउनुहुन्छ होइन। अब के हुन्छ थाहा छैन, अहिले चाहिँ त्यही हो। अनि अब सबैजना यहाँ अहिले अब हामी चाहिँ जान आँटेका छौँ अब ऋषिकेश। यस, आज चाहिँ लास्ट दिन रहेको छ हाम्रो इन्डियामा। इन्डियाको लास्ट दिन होइन, आज हामी घुम्ने चाहिँ लास्ट दिन हो। इन्डिया उसमा चाहिँ भरे जब गएर हामी रेल चढ्ने पर्सि बिहानसम्म हामी इन्डियामै हो। चाहिँ लास्ट चाहिँ होइन, मतलब बस्ने चाहिँ अब भोलि त हाम्रो ट्रेन छ। भोलि त्यही हो गाइस। अब हामी ऋषिकेशमा कहाँ कहाँ जान्छौँ भिडियोलाई लास्टसम्म हेर्न थाहा भइहाल्नुहुनेछ। सम्मान पनि छ, सम्मान छ हाम्रो योपालिको यात्रा। सबैले आउनै पर्ने ठाउँ छ, आउन नबिर्सिनु होला, नभुल्नु होला। सम्झेर पनि एकचोटि हरिद्वार ऋषिकेश वृन्दावन मेन वृन्दावनको लागि मिनिमम पनि 7 दिन टाइम लिएर आउनु होला। बेग्लै आनन्द आउँछ, त्यसमा चाहिँ बेग्लै भक्ति संसार हुन्छ। त्यसैले प्रकट हुन्छ, भक्तिको प्रभाव हुन्छ। त्यसैले सबैजना आउनु होला है। जय राधे। तेरो भनाइ के छ? आउनै पर्ने जस्तो? ठिक छ। यहाँ अहिले बसेको हाम्रो आश्रम यस्तो छ र कस्तो भयो तल वृन्दावन छोडेर हरिद्वार आउँदा नराम्रो लाग्यो मलाई चाहिँ गाइस पर्सनली नराम्रो लाग्यो। कस्तो नराम्रो लाग्यो, ठाउँै त्यस्तो हो क्या है। गाडी आइसकेको छ। अब चाहिँ हामी ऋषिकेशको लागि निस्किसकेको छौँ। जय जय हो भोले बाबा हर बम बम। हामी हरिद्वारबाट यसरी जाँदैछौँ भनेर जय जय हो भोले ऋषिकेश चाहिँ पुरै पहाडै रहेछ। भ्यू चाहिँ पहाडको देखिन्छ ऋषिकेशमा।
ऋषिकेशको नदी यो 3टा नदीको सङ्गम हो होइन। 3टा नदीको सङ्गम यहाँ गङ्गोत्री मुन्तरी र अर्को नदी कुन हो? सरस्वती नदी 3टाको हो यो। हाम्रो रामझुला भन्ने यहाँ छ, त्यहाँ कृष्ण झुला पारी छ होइन। सबै त्यता घुमेर आउँछौँ र यो ऋषिकेश सबै घुमेमध्येको मलाई रमाइलो लाग्यो ऋषिकेश नै, किनभने यो चाहिँ एकदम पाहाडको फेदी हावा चलिरहेको छ। यस्तो ठाउँ त यो पवित्र ठाउँमा आउनु भनेको एउटा जुरेरै मात्रै आइन्छ, जो पाइ त्यहाँ आउनु सक्दैन। हाम्रो बुवाहरू 50 सालमा आउनुभएको थियो। यहीँबाट केदारनाथहरू यतैबाट जाने। यतैबाट बद्रीनाथ वही गाडीमा जाता है जो आपको पूछा है। यहाँ चाहिँ आज हामीले नुहाउन पाएन, यस्तो राम्रो सरी खोला है। यो चाहिँ तर गङ्गै हिजो जुन गएको त्यही गङ्गाको नदी अरे होइन, त्यही भएर नि नुहाउन भन्ने कुरा भयो। तर यहाँ आएपछि नुहाउन मन लाग्यो। त्यसले त मुखहरू धोइल। मन्दिरहरू रहेछ, दर्शनहरू गऱ्यौँ अनि त्यसपछि यताउति घुमिसक्यौँ होइन त। राम्रो ठाउँ छ। ऋषिकेशसम्मको यात्रा यहीँ सकिसकेको छ। फर्किँदैछु ल है त। बाई बाई ऋषिकेश। खाना सबैजना ढाबामा। यो चाहिँ हो हरिद्वारको हामी बसेको आश्रम, जहाँ चाहिँ अहिले यहाँ खानाहरू खाएर सबैजना रेस्ट गरिरहेको छौँ। हरिद्वारबाट एकदम दिल्ली हुँदै भोलिको बिहानको ट्रेन त्यसको लागि लागि हामी नेपालतर्फ प्रस्थान गर्न लागिरहेका छौँ। यात्रा रमाइलो भयो, सानातिना कुराहरू भए पनि यहीँ बिर्सेर हामी अब यो हाम्रो ठुलो उपलब्धिलाई भएको हामी जानकारी गराउँदै अब हामी नेपालतर्फ त्यही छ भनाइ। ल त गाइस त्यही हो। अब चाहिँ हामी गाडीमा जान्छौँ, त्यो बाटोमा कतै खाना खान्छौँ। आउने क्रममा हामीले चाहिँ फेरि पनि दक्षेश्वर महादेवको मन्दिरमा दर्शन गर्न गइरहेका छौँ यति बेला चाहिँ, जहाँ चाहिँ सतीदेवीले यज्ञकुण्डमा हाम पनि फाल्नुभएको रहेछ।
साथीहरू हामीले चाहिँ इन्डिया घुम्दा जहाँ पनि यही बस रिजर्भ गरेर घुम्यौँ अनि त्यही कारणले हामीलाई धेरै सजिलो पनि भयो र यतिखेर पनि हामी 3 बजी नै आइपुगिसकेको थियौँ दिल्ली स्टेसनमा अनि त्यहाँ चाहिँ हाम्रो अङ्कलले यहाँ नास्ता ल्याइदिनु भएको थियो अनि बिहान बिहानै नास्ता खाएर हाम्रो ट्रेन चाहिँ 8 बजी आइसकेको थियो र अहिले चाहिँ नास्ता खाएर हामी चाहिँ ट्रेनमा आयौँ अनि जाँदाखेरि चाहिँ हामी धेरै नै डराएको रहेछौँ क्या मतलब त्यति धेरै डराउनु पनि पर्ने रहेनछ हामी सबैजनाको फर्स्ट टाइम थियो क्या ट्रेनमा अनि त्यही भएर डराएको थियौँ तर आउँदाखेरि चाहिँ हामी सहजै रूपमा राम्रोसँग हामी चाहिँ आइपुगिसकेको आउँदाखेरिको एक्सपिरियन्स चाहिँ राम्रो भयो क्या आनन्दले रातभरि सुतेर मजाले आएको थियौँ र पानी धेरै परेको कारणले चाहिँ हामीलाई ट्रेनले फार्मेसगन्जमै छोडिदिएको थियो र त्यही लास्ट स्टेसन भएको थियो अनि हामी यसरी एकछिन बस्यौँ अनि त्यसपछि फेरि हामी चाहिँ अटोमा यसरी आयौँ र गाइज देख्न सक्नुहुन्छ कतिसम्म पानी थियो क्या फार्मेसगन्जमा बल्ल बल्ल यो अटोले पनि बल्ल बल्ल ल्याइरहेको थियो हिँड्न त अलिक नसक्ने नै थियो अनि त्यसपछि चाहिँ अब आइहाल्यौँ जुगमनी अनि आफै अब त आफ्नो नेपाल आएपछि अर्कै ढुक्क आनन्द क्या नेपालदेखि इन्डियासम्मको हाम्रो तीर्थयात्रा यस्तै भएको छ भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच एभ्री वान।